मर्निङ एभ्रिवान। अब हाम्रो डे 2 सुरु भइसकेको छ। आजको हाम्रो प्लान चाहिँ छ लेक साइड। अहिले चाहिँ हामी सरङकोटको टपमा छौँ र हामी चाहिँ केबल कार चढेर चाहिँ हामी लेक साइड जान्छौँ। र आज हामी चाहिँ पोखराको चाहिँ मेन ठाउँ चाहिँ घुम्ने प्रयासमा छौँ। लेक साइड अनि त्यसपछि चमेरो गुफा अनि डेभिड्स फल अनि अरू के हुन्छ हेर्दै चाहिँ। अन्नपूर्ण केबल कार टिकट काउन्टर चाहिँ यहाँ रहेछ। अनि यहाँबाट चाहिँ टक्क त्यही त लोसार चाहिँ हाम्रो यहाँ स्विङ चाहिँ यहाँ रहेछ नि त। अब चाहिँ हामी अन्नपूर्ण केबल कार चढेर चाहिँ लेक साइड जाँदैछौँ। हामी मात्रै हो ए ल राम्रो भयो त्यसो भए। ल चढ्दा हुन्छ ल। ल हाम्रो चाहिँ यात्रा सुरु भइसकेको छ सरङकोट लेक साइड। लेक साइड। तपाईँको चस्मा ल्यायो तलबाट? चस्मा यहीँ ब्यागमा हालेर हिजो बिर्सेछ। म त यहीँ चढेछ बारी रहेछ त्यहाँ पहिल्यै भइरहेको छ। हेर हाम्रो हजुरआमाहरूले नि यस्तोमा ल्याउनु पाएँ है। हामी हिजो कालिज खाएको त्यो हामी यहाँबाट माथिसम्म हिँडेर गएको। हिजो हाइकिङै भयो नि हिजो त हाम्रो 1 घण्टाको। अब हामी हिँडेको रोड पनि भेट्छ यहाँबाट। ए हामी यहाँबाट हिँडेको हिजो। यहाँबाट हिँडेर हामी माथिसम्म पुगेको हिजो। अप एन्ड डाउन गर्दा त हामीलाई त कति 2.5 घण्टा लाग्यो। त्यहाँबाट टक्क लेक देखिरहेको छ। बाख्रा चराउनु अरे। अब हामी चाहिँ त्यति बढ्दै जाने अर्कोमा जाउँ। अर्कोमा यही मात्रै होला नि। कस्तो कहाँ गीत बजाएको सबले एकैचोटि हेर्नु त। ओ 3 जनाले मलाई हेर्नु न लेफ्टबाट। हेर्दै हेरेन खै। ए त्यही ढल्के ड्याडी चाहिँ आफ्नैमा मात्रै बिजी छ क्या। हेर्नु न यता भनेको। अब हामी चाहिँ फेवा लेकबाट चाहिँ यहाँ ओर्ल्यौँ। अब हामी चाहिँ यहाँबाट हिँड्दै हाइक गरेर चाहिँ जाँदैछौँ वर्ल्ड पिस प्यागोडा। अब यहाँको लोकल्सले भने अनुसार चाहिँ यस्तै 40 मिनट्स जति लाग्छ भनेको छ। लेट्स सी। यो डाँडाको चाहिँ ठ्याक्कै टुप्पोमा रहेछ वर्ल्ड पिस प्यागोडा चाहिँ। आज पनि फेरि तेल पानी सबै निस्किने भयो हिँडेर। हिजो पनि आई थिङ्क 2.5 आवर्स जति हामीले हाइकिङ गऱ्यौँ होला। आज पनि हाइक गर्छौँ। हाइकिङ गरौँ सुस्त रहौँ। उता अगाडि सबजना गइसक्यो। पिस प्यागोडा जानु चाहिँ यहाँ स्तुपा भनेर चाहिँ यहाँ यता देखाइरहेको छ। सायद यही बाटो होला। जाउँ गो कन्टिन्यू। हामीले चाहिँ लेक साइडलाई बाई गर्दैछौँ। अब
साइडले बाई गरेर कुन ठाउँ जाँदैछ रे वर्ल्ड पिस प्यागोडा जाँदैछौँ। पिक्चरमा ग्याप छ नि त त्यो त मनाङ मुस्ताङहरू छ त्यो कस्तो चुच्चो देखायो है माछा पुछ्रे क्या। तर माछा पुछ्रे त सेतो छैन त, कालो कालो छ त। डाँडा पछाडि घुम नभएर त्यस्तो देखेन मुस्ताङ उतापट्टि मजा गुन्द्रुक यसरी बनाइन्छ, पुरै रायोको साग सुकाएर। अब चाहिँ हामी यो पोइन्टबाट चाहिँ तालबाराही मन्दिर मजाले देखिँदो रहेछ। यो चाहिँ तालबाराही मन्दिर हो है। यहाँबाट चाहिँ फुल 180 भ्यू देख्दो रहेछ। हामी चाहिँ यता माथि जाँदैछौँ। यहाँ चाहिँ अलिअलि बस्ती पनि रहेछ है। अब यो गाउँको नाम चाहिँ थाहा छैन, तर यो वर्ल्ड पिस प्यागोडा स्तुपा जाने बाटो हो यो चाहिँ। हामी ट्याक्कै पोखरी डाँडामा छौँ र हामी बसेको चाहिँ उ त्यो डाँडामा हो, त्यो उयो डाँडामा यहाँ ठ्याक्कै यहाँ हो। ठ्याक्कै यो ठ्याक्कै यहाँ बसेको हामी यहाँ। अनि हामी चाहिँ त्यहाँबाट तल केबल कारमा आएर होइन, अनि ऊ त्यो लेकको छेउ हिँडेर बोटमा ऊ त्यो तालबाराही मन्दिर यहाँसम्म आयो। अनि त्यहाँबाट फेरि यहाँ तल ओर्लेर हिँड्दै अहिले चाहिँ हामी यहाँ माथि आइपुग्यौँ। यो पोइन्टबाट चाहिँ वर्ल्ड पिस प्यागोडा स्टार्ट हुने रहेछ। गेट पनि यस्तो रहेछ, यस्तो घुमेर जानुपर्ने। त्यस यहाँबाट चाहिँ हामी माथि जान्छौँ। आई थिङ्क यो चाहिँ एरिया, यति एरिया होला क्या त्यो मन्दिरको एरिया। तर बाटो त राम्रै बनाइदो रहेछ। हामी चाहिँ ठ्याक्कै अब 1.5 आवर हिँडेर चाहिँ आइपुग्यौँ फ्रम लेक साइड टु वर्ल्ड पिस प्यागोडा। बल्ल आइपुग्यो है। कस्तो रह्यो त यात्रा? यात्रा त एकदम गुड, एकदमै अक्सिजन लिन पाइयो। अक्सिजन एकदम राम्रो। एकदमै हिँडेको आधी घन्टा हिँडेछै जस्तो त्यस्तो फिल भइरहेको। यहाँबाट आएर चाहिँ यस्तो लुन्दरहरू पनि टाँगेको रहेछ। यो देखेपछि चाहिँ हामीलाई थाहा भयो कि अब चाहिँ करिब हामी डेस्टिनेसनको नजिकै छौँ भनेर है। थाक्यो तर। ध्यान गरेको फोटो खिचेको। बस्छ न, ध्यान गरेर बस्छ न। बस्नै नखोल्ने आँखा नखोल्नु है। हो अझै आँखा नखोल्नु है। मुख अलिक बनाउनु त। बाजे ए धेरै कुरा पो रहेछ त यहाँभित्र त। ल धेरै थुक पो रहेछ त। यो पहिलाको उहाँलाई थाहा छ के पहिला घर यिनी त उनके हिँडी जाँदा हुन्थे। कोही ढुङ्गाले छाएका, कोही चाहिँ खरले छाए। टोपी खतरा रहेछ बाजे। आफैले बुनेको टोपी। फुल पनि हाल्नु भएछ। यो प्यारुङ अब नभई हुँदैन, चाहिन्छ नि। एकदम सिपालु हुनुहुँदो रहेछ। कस्तो राम्रो ढिकी जातो। अनि यो चाहिँ के भन्छ गोलोलाई? गोलो जातो छोरी। ए उताको ढिकी यताको जातो। ए घुमाउनु नि मिल्ने रहेछ नि त फेरि। घुमाउनु कस्तो राम्रो डोकोहरू। बाजे त साह्रै सिपालु हुनुहुँदो रहेछ नि। सब हलोहरू होइन यो चाहिँ।
अबको हाम्रो डेस्टिनेसन चाहिँ रहेको छ महेन्द्र गुफा र हामी चाहिँ अब गुफाभित्र छिर्दैछौँ। हेरौँ कस्तो हुन्छ एक्सपिरियन्स। अलि डरलाग्दो पनि छ भन्ने सुन्न आएको छ जनमानसबाट। हेरौँ कस्तो हुन्छ है त। लेट्स गो, लेट्स एक्सप्लोर। ल अब अँध्यारो रहेछ है। सो म चाहिँ अब आई थिङ्क लाइट बाल्नुपर्छ होला। अलिकति अँध्यारो हुँदै गयो है। ओ गड केही देखिँदैन रहेछ त। ओके सो दिस इज द एन्ट्रान्स अफ महेन्द्र केभ।